हेलो गाइस, गुड मर्निङ। वेलकम टु माई मिनी ब्लग। सबैजनालाई शुभ प्रभात। आज चाहिँ म बिहान बिहानै उठेर भिटामिन खानको लागि हिँडिरहेको छु। अनि घाम चाहिँ कस्तो राम्रो लागेको छ, तर मधुरो लागेको छ। तर हेर्नु न, बाटोमा कति धेरै शीत परेर सबै सेतो भएर बसेको छु। अनि मलाई घरमा बसेर मोबाइल हेरेर बस्यो भने त लास्टै टाउको दुख्छ, आँखा पनि दुख्छ मोबाइल हेरेर। भोलिपल्टसम्म दिमाग ह्याङ हुन्छ धेरै मोबाइल हेऱ्यो भने। त्यही भएर म चाहिँ बिहानै उठेर हिँडेको। कस्तो राम्रो घाम, कस्तो राम्रो भ्यू। तर पानी परेको छ क्या। हिजो अस्ति पनि पानी पऱ्यो, आज 1-2 दिन मात्र छ। अनि फेरि भोलि पर्सिदेखि फेरि पानी परे हुन्छ। त्यही भएर एकदिन पनि फ्रेस हुन्छ भनेर हिँडेको बिहानै मर्निङ भ्यू। हेर्नु न, फुलहरू पनि कस्तो दामी आकाशमा। यो आकाश साह्रै बिजी हुन्छ क्या। अनि म चाहिँ त्यहाँ पिङ्गुदोसभित्र चाहिँ अनि भिडियो खिच्न पाउँदैन क्या हाम्रो यहाँ। तर म चाहिँ सेक्युरिटीसँग जितेर भए पनि यसो खिचिहेर्छु क्या। अनि यहाँ चाहिँ हिँडेरै गएँ म उसमा जाने भनेर, तल पार्कमा। तर बाटोभरि झिलिमिली हालिसकेको छ। राति चाहिँ खतरा दामी देख्छ अब यहाँ, किनभने यहाँतिर क्रिसमसको सिजन लागिसक्यो नि त, नयाँ वर्ष क्रिसमस। हिँड्दै गएको, तर यहाँ चाहिँ फेरा लागेर चाहिँ, फेरा चाहिँ यिनीहरूको हाट बजार हो क्या। कस्तो राम्रो राम्रो लुगाहरू रहेछ होइन, जाडोको। सबै खानेकुरादेखिबाट कुखुराहरू पनि बेच्ने, फलफुल, फुलहरू, रुख बिरुवाहरू। अनि मैले यहाँ चाहिँ एउटा सानो ब्रिङको टप जस्तो हेरेँ। अनि मैले किनेकै त्यहाँ। कस्तो राम्रो रहेछ। लुगाहरू पनि हेरेको, तर साइजै नहुने, साइज चाहिँ ठिक हुने, लम्बाइ चाहिँ ठुलो के उनीहरूको। अनि म माथि बस्ने थियो, तर धेरै मान्छेहरू छ नि तल आए। पिज्जा लिएर आएको न, इनेसले पिज्जा नै काट्दैन छ भनेर सिँगै रहेछ। त्यहाँ आइपुग्दासम्म 15 मिनट जति लाग्यो हिँडेर आउँदाखेरि। तर पिज्जा चाहिँ ठन्डा भइसकेको छ, चिसो भएछ। त्यही पनि मैले खाएँ। कति धेरै मान्छेहरू थियो क्या। अनि माथि, अनि उता पारिपट्टि चाहिँ हाट बजार छ, खोलाबारी पारि। अनि यो चाहिँ कस्तो राम्रो चौर छ क्या। अनि खेल्नको लागि, बच्चाहरूको लागि, ठुलोको लागि, अनि जिमहरू गर्नको लागि सबै थोकहरू छ। अनि मान्छेहरू मर्निङ वाक गरिरहेछ क्या, साइक्लिङ गरिरहेछ कोही है, हिँडेको हिँडै छ। त्यहाँ हाट बजार टन्नै लागेको रहेछ कि, कति धेरै लुगाहरू किने, जाडोको लुगाहरू, अरू सामानहरू रहेछ। चिसो भयो भने पिज्जा खाइदियो। अनि अघि किनेको गएर पिज्जा खाँदा खाँदै जिब्रो नै टोक्यो कि, कस्तो नराम्रोसँग। तर मेरो कालो जिब्रो चाहिँ अलिक कालो छ। पहिला चाहिँ यो ठाउँमा चाहिँ नेट पनि टिप्थ्यो कि, अहिले चाहिँ नेट नटिप्ने भएछ। नेट टिप्दै मैले किताब लिएर गएको थिएँ। अनि म चाहिँ 1.5 घन्टा जति किताब पढेर बसेँ त्यहाँ। अल्छी लाग्यो नि त, घाम ताप्दै किताब पढेँ। तर घाम पनि त्यस्तो साह्रो थिएन। तर मैले किताबै देखाउन बिर्सेछु। यो चाहिँ नेपाल अध्ययन हो, समाज, संस्कृति र प्रकृति भन्ने, डाक्टर तीर्थबहादुर श्रेष्ठको। अनि समाज संस्कृतिको बारेमा चाहिँ यहाँ सबै छ। तर उसको चाहिँ के छ भने, त्यसको बारे मात्रै लेखेको छैन। ऊ चाहिँ पूर्वदेखि पश्चिमसम्म घुम्दै जाँदाखेरिको कहाँ कस्तो के छ भनेर चाहिँ उसले लेखेको छ यो भित्रमा। एकदिन माइन्ड फ्रेस हुन्छ भनेर हो। अनि यो किताब चाहिँ माइन्ड फ्रेस हुन्छ भनेर पढेको। अनि प्रकृति चाहिँ सबभन्दा ठुलो हाम्रो पाठशाला हो कि, यसो हेर्दाखेरि होइन। म चाहिँ अनि बिचमा पिज्जा पनि खाँदै, पानी पनि लिएर गएको थियो, पानी पनि खाँदै हेरिरहेको थिएँ। अनि त्यहाँ चाहिँ रुख बिरुवाहरूको बारेमा पनि छ होइन। हिमालदेखि तराईसम्म के हुन्छ, कस्तो छ, कुन मौसममा फलफुल, कस्तो फलफुलहरू फुल्छ भनेर होइन। अनि बच्चा र आमाहरूको सम्बन्ध। अनि यहाँ चाहिँ महाकविहरूको बारेमा पनि लेखेको छ। सबैकै जो मान्छेसँग भेटेको छ, जहाँ जहाँ पुगेको, उहाँ चाहिँ जुन ठाउँ पुग्नु भएको छ, जस्तो परिस्थिति भएको छ त्यो ठाउँमा, अनि कुरा जो मान्छेहरूसँग कुरा भएको छ त्योहरू चाहिँ उहाँले सबै समावेश गर्नुभएको छ। अनि त्यहाँ चाहिँ बाहिर मान्छेहरू कति धेरै मर्निङ वाक गर्ने मान्छेहरू हिँडिरहन्छ क्या।
मर्निङ वाक गर्ने मान्छेहरू हिँडिरहेको हुन्छ, अनि कुकुर डुलाउने मान्छेहरू। यो चौर चाहिँ एकदम शान्त लाग्छ, ठुलो छ, सायद 2 किलोमिटरभन्दा ठुलो छ। अनि म त्यहाँ पढ्दै त्यहाँ बसिरहेको थिएँ होइन। बस्दा बस्दै के भयो भने त्यहाँ एकजना मान्छे हिँडिरहेको थियो कि, ओहोरदोहोर गरेर यो मान्छे होइन 4-5 चोटि बढी भइसक्यो ओहोरदोहोर गरेर हिँडेको। अनि मैले यस्तो भिडियो खिचेँ होइन। अनि यसो हेरेको तलतिर बुढाबुढीहरू पनि गाडीहरू रोकेर गफ गरिरहेछ होइन। अनि मान्छेहरू पनि हिँडै छ होइन, हिँड्ने मान्छेहरू, किनभने त्यहाँ मर्निङ वाक गर्ने मान्छेहरू हिँडिरहेको थियो। अनि यो मान्छे धेरैचोटि ओहोरदोहोर गरेँ। अनि मैले त्यो मान्छेले हेरेर बस्दा त्यो मान्छे चाहिँ अलि माथि चाहिँ रोकेर बस्यो कि, मैले हेरेकोदेखि चाहिँ रोक्यो। अनि त्यसपछि भएन, यो मान्छे चाहिँ काले छ कि, कालेहरू चाहिँ एकदम चोरो हुन्छ क्या यहाँतिर। अनि म चाहिँ सबभन्दा तल गएर बसेको थिएँ कि, मान्छेहरू अलिक कम भएको शान्त हुन्छ भनेर। अनि मैले चाहिँ भएन, अब यो मान्छेले अति गर्छ होला, अब चोर्यो भने मेरो मोबाइल एउटा त छ सम्पत्तिको नाममा भनेर म चाहिँ अनि बाँकी भएको पिज्जा खाएँ। अनि फोटो खिचेँ आफै। अनि हिँड्दा पनि अझ म उतिर फर्किँदाखेरि हातले बोलाउँदो रहेछ क्या अझ काले त खोला होइन। अस्ति चाहिँ पानी पर्दाखेरि यो खोला चाहिँ यो माथिको चौर सबै पानीले भरेको थियो कि अस्तिको सोमबार चाहिँ पुरा नोटिस गरेको थियो। आज यस्तो दामी छ है। धन्यवाद सबैजनालाई जसले मेरो भिडियो हेर्नु भएको छ, जहाँ चाहिँ भिडियो पुगेको छ है। म अर्को भिडियो लिएर आउँछु। भोलि पर्सि म घुमेको अनि चाहिँ खेत धानको बारी रहेछ यिनीहरूको धान। अनि म चाहिँ फर्किएँ त्यसपछि।